औँला चाट्न दियो कुना लगभग भनेको यही हो कि त्यति बेला जो थियो त्यति बेला सहमति के भएको थियो भन्दाखेरि अब एउटा बाटो बढ्छ त्यो चाहिँ त्यो बाटो अब अगर त्यो बाटो नेपालले दिएन भनेपछि इन्डियालाई चाइनाबाट सामान ल्याउनलाई गाह्रो हुन्छ, चाइनाबाट सामान ल्याउन सक्दैन। त्यो बाटो भयो भने सल्लक्क सामान ल्याउँछ। त्यही भएर चाहिँ अब भारतले चाहिँ मलाई एकछिनको लागि बाटो चाहिन्छ भनेर त्यो सहमति भएर त्यो सामान ल्यायो। पहिला त्यहाँबाट सामान ल्याउने बेला जो छ अब त्यहाँनिर सबै नेपालको थियो, दबदबा थियो। अनि बिस्तारै चाइना अनि इन्डियाको बिचमा अलि लडाइँ परे जस्तो भयो। त्यसपछि चाइना अनि इन्डियाको जो व्यापार थियो त्यो चाहिँ बन्द भयो। अब फेरि अहिले चालु गर्दाखेरि चाहिँ अब भारतले नेपाललाई नसोधिकन त्यो चालु गर्यो। त्यहाँनिर नेपाल सरकारले त्यो हाम्रो हो भनेर भन्दाखेरि इन्डियाले भन्यो होइन त्यो त हाम्रो पहिल्यैदेखि हो भने। पहिल्यैदेखि इन्डियाको थिएन, पहिला कुछ टाइमको लागि त्यो एउटा हुन्छ नि त व्यापार गर्नुको लागि चाहिँ भारतलाई दिएको थियो होइन। अब अहिले चाहिँ यो हाम्रो हो भनेको छ। यसमा चाहिँ नेपाल सरकारले पुरै आफ्नो अडान राख्नुपर्छ र यसमा डराउनु हुँदैन। पहिला पनि यो हाम्रो पहिलाको नेताहरूले यही काम गरेर होइन, पहिला डराएर अनि त्यसपछि यताउता गरेर यो कुरा टाल्दा अहिले भारत नभएको छ। अहिले पनि नेपाल सरकारले यो कुरामा आफ्नो अडान राखेन भनेपछि भोलिको दिनमा भारतले होइन त्यसपछि नेपाल जो छ होइन नेपालीमा बोल्न नि पाउँदैन, पुरै आफ्नो कब्जा जमाइसकेको छ। र अहिले नेपाल सरकारले कुरा पनि गरेको छ रे अगाडि बढाउनुपर्छ यो कुराको छानबिन जे पनि हो सबै सत्य बाहिर ल्याउनुपर्छ। हो नेपालको भन्ने सबलाई थाहा छ, दुनियाँलाई थाहा छ। तर भारतले मात्र मेरो जो नदी छ नदीको उता नेपाल यता भारत भन्ने छ। अब नदी नै आफ्ना बनाएर उसले एउटा सानो खोल्टा छ अनि त्यो खोल्टालाई चाहिँ त्यो नदी बनाइदियो, जो नदी छ आफू लिएर गयो। यस्तो बाँट हो भारत। त्यही भएर नेपाल सरकारले अलि ऊ भएर काम गर्नुपर्छ यसमा।